गाइज आज चाहिँ हामी गाउँपालिकामा छौँ, सुनकोशी गाउँपालिकामा। यो चाहिँ हाम्रो सुनकोशी गाउँपालिका है। आज शनिबारको दिन सबै अफिसहरू त बन्द छन्, तैपनि हामी मौकाले यहाँ आइपुग्यौँ होइन घुम्नलाई। यो पालिकाको नयाँ भवन हो, सुचारू भइसकेको छैन, पक्कै पनि काम चालु हुँदैछ, मान्छे काम गर्दैछ। फेरि नै हाम्रो भवनहरू बन्दै रहेछन् त्यो पारीतिर। एकदम रमाइलो ठाउँ रहेछ पालिका डाँडामा होइन। पहिलाको सुनकोशी गाउँपालिका भवन कार्यालयको चाहिँ त्यहाँ थियो, सानो थियो, अहिले चाहिँ ठुलो भएको रहेछ होइन। देख्न पाइयो यो होटल रहेछ। मान्छे सुनसान छन्, 2-4 जना भाइहरू चाहिँ घुमिरहेका छन् ल। राम्रो ठाउँ रहेछ एकदम। हामी माथि गएर नि हेर्नेछौँ, यताउति नि हेर्नेछौँ यहाँबाट देख्ने दृश्यहरू होइन। यहाँ गुम्बा पनि हाम्रो नजिकै छ। गुम्बा चाहिँ त्यहाँ नजिकै छ। गुम्बासम्म चाहिँ पहिला हामी पनि आइसकेको थियो। यो भवनहरू चालु भएको थिएन। प्रहरी चौकी पुलखरका चौकी पनि यहाँ रहेछ, सानो कटेज रहेछ होइन। एकदम राम्रो रहेछ, एकदम मनपर्ने खालको ल। हामी सिधै पालिका भवन हो है। यो चाहिँ पुरानो भवन हो, यो अहिलेको नयाँ भवन हो। एकदम राम्रो ठाउँमा रहेछ, एकदम उच्च ठाउँमा रहेछ ल। हामी चाहिँ 3-4 जना केटाहरू छौँ, यस भाइहरू पालिका हेर्न आएको होइन। यही रहेछ पालिकाको भवन। यो पहिलाको यो सानो भवन चाहिँ यो थियो। यो भवनहरू चाहिँ निर्माण हुँदै रहेछ, काम सम्पन्न भइसकेको रहेछ ल। हेर्न सक्नुहुन्छ काम हुँदैछ। यहाँबाट हाम्रो सुविधाको लागि लिफ्टहरू पनि बनेको रहेछ होइन। एकदम राम्रो ठाउँ रहेछ। तपाईँहरू पनि पालिका आउनुभएको छैन भने भिजिट गर्नुहोस् है पालिका। डेकोरेसन हुँदै रहेछ यहाँनिर। यो चाहिँ पालिकाबाट देखिने रमणीय दृश्य है। वरिपरिका गाउँहरू होइन, एकदम रमाइलो रहेछ ल। हेर्नुहोस्, तपाईँहरू पनि आउन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ होइन हाम्रो पालिका भिजिट गर्नु। म चाहिँ फर्स्ट टाइम हो पालिकामा आएको होइन। अब अघि पछि आएको भए त अझ रमाइलो, यहाँनिर रमाइलो देख्न पाइन्थ्यो। अलि भिडभाड हुन्थ्यो होइन। आज चाहिँ छुट्टीको दिन भएर, शनिबारको दिन भएर चाहिँ कोही पनि अब अफिस बन्दै हुन्छ होइन ल। हेर्नु एकदम रमाइलो ठाउँ, राम्रो ठाउँमा पालिका